कलर के रे उ सेप के पहिला चाहिँ के अनि राख्यो भने यो यतापट्टि फुट्छ खरि त्यस्तो लगाएर यस्तो हालेर राख्यो सीधा सीधा हुन्थ्यो सिधा हुन्थ्यो हजुरको अरू पनि थपे तपाईँले हैन अलिकति पाइनएप्पल भयो अनि चुनार छोटो ल दिदी यसपालि मेला कस्तो भयो यो तेस्रो हर्टिकल्चर एक्सपो यसपालिको मेला पहिला गत वर्षभन्दा पनि धेरै राम्रो भएको छ यो हामीलाई मौसमले पनि साथ दिएको छ होइन धेरैभन्दा धेरै एकदमै राम्रो भएको छ किनभने पहिला हामीले गत वर्ष नेसनल हर्टिकल्चर एक्सपो चाहिँ हलभित्र गरिन्छ होइन यसपालि हामीले बाहिर गरेको छ धेरै राम्रो पनि भएको छ यो भिजिटरहरू आउनु भएको छ व्यापार व्यवसाय पनि धेरै राम्रो भएको छ सबैको भित्र गर्दाखेरि फुल अलिकति 2-3 दिनमा ओइलाउने होइन व्यवसायहरूको पनि धेरै कम्प्लेनहरू पनि आयो अनि यसपालि यो बाहिर गर्दाखेरि चाहिँ घाम पायो राम्रो भयो बिरुवा पनि एकदम नओइलाउने होइन स्वच्छ राम्रो त्यही हो सन्तुष्ट छ सबैजना व्यवसायहरू पनि आफ्नो व्यापार भएको छ होइन राम्रो भएको छ त्यही हो ग्राहकवर्गहरू पनि अब बिरुवा एकदमै स्वस्थ छ हेल्दी छ भनेर खुसी हुनुभएको छ थ्याङ्क यू कस्तो भइरहेछ व्यापार एसकेटीको भइरहेछ हल्का फुल्का चलिरहेछ हल्का फुल्का मात्र कि धेरै हल्का फुल्का मात्रै हो लाने बेला भएन भरे बेलुकासम्म राख्नु पर्यो अनि अफिस लाने भने अफिस लाने भने होइन रत्नपार्क बनाइदिएको मैले यो अनि उही लानु यो मैले उता बेच्न ठिकै पारेर राखेको थियो रङमा थियो अनि रङलाई यहाँ ल्याएर राखेको अहिले तपाईँ त्यहाँ बोल्ने हो कि होइन बोल्नु न पेजमा आउँछ है ल सस्तो लाग्यो फुल कि महँगो लाग्यो के प्लान्टहरू चाहिँ महँगो के प्लान्ट चाहिँ सस्तो पनि लाग्यो जस्तै हामीले यो मोन्स्टेरा प्लान्ट ल्याम्पबाट चाहिँ राम्रैमा उहाँले डिस्काउन्टमा दिनुभयो ए हो अनि राम्रो भयो ए अनि कस्तो लाग्यो मेला ओभरअल राम्रो लाग्यो राम्रो लाग्यो हामी त रेगुलर आउँछौँ हामी दुईटै मेला आउँछौँ यहाँ ए हो ए ल ल ल थ्याङ्क यू यसलाई के भन्छ यसको चाहिँ यसलाई के भन्छ होइन होइन यो गार्डन हो के हो रक गार्डन रक ल्यान्डस्केपिङ ल्यान्डस्केपिङ गार्डन
फलीफुल छ त्यो अब यसले के गरेर लाने गहनाउँछ एकदम यसलाई निकालेर सावन बोएर यो नयाँ प्लान्ट हो है कुनै नर्सरीमा छ के हो यो बेल फ्लावर बेल यसले बेल भन्नुभयो नामसहित आउने गरी खिच्नु न अलिअलि आलु तपाईँ कहाँ यहाँ बेल ए बेल फ्लावर बोल्नुपर्छ भन्नु पक्नु म सोध्छु अहिले ज्याकेट हालेको छु नगर्नु है ल भन्नु कस्तो व्यापार भयो यो 5 दिन व्यापार एकदम राम्रो भएको छ राम्रो भयो हजुर ए सोचे भन्दा राम्रो छ के गयो तपाईँकोमा सबैभन्दा बढी हाम्रोमा बेसी यो नयाँ सायद यो अरू नर्सरीमा थिएन पनि यो अशोकगन्धा गइरहेछ ए टेकुमा गइरहेछ लेभेन्डर अश्वगन्धाको कति हो अशोकगन्धाको 250 रुपियाँ ए अनि यो के अरे टेकुमा 300 250 हेरेर छ भनेपछि खत्रै गयो हजुर ए ल ल ठिक यो सिजनमा दियो कुन्तलाको 500 होइन यदि नै यो अहिले लानु भयो भने 7 महिना कन्टिन्यू फुलेको हुन्छ अनि यो फुलेको यसरी यति 4 दिन भयो यो मुनि गएर फेरि पलाएर फेरि यस्तै गरेर फुल्छ कोप चाहिँ अर्को वर्षको घर गएर भाँच्यो पनि छैन
यो पुरानो भएको यो साइडबाट फेरि चलाएर फेरि सुरु गर्नु। लिनुपर्ने नि त्यो होइन स्टल घरको पनि होइन कतिको बिक्री भयो? रोहितले फोन गरिरहेको छ। नमस्ते भन्नु न। नमस्ते कुन चाहिँ अङ्कल यो? बगैँचाको हो। मेरो कुन चाहिँ हो? के हो? ए छोड्नु अङ्कल। यो त होइन यो पनि हो होइन ए योपालि हाम्रो यो स्टलमा हाम्रो फुल बगैँचाहरू हामी सिजन मात्रै ल्याएको हो। त्यो सिजन ल्याएकोमा चाहिँ हाम्रोमा चाहिँ अहिले चाहिँ सबैले फोटो खिच्ने यताउति घुम्न राम्रो भएको छ। सबैजनाले मजाले खुसी अहिले सबै सामानहरू हेरेर लानु पनि भएको छ। सबै खुसी पनि भएको छ। सिजनलहरू भएको भएर अब पनि यसरी नै राख्नु भनेर आएको मान्छेहरू कोही पनि खाली हात गएको छैन। सबैजनाले लिएर नै गएको छ। अनि कतिको व्यापार भयो? व्यापार त अब ठिकै हो। अब हामीले ल्याएको जति फुलहरू त आधी जति नै हामी बेचिसक्यौँ है। होइन। अब त्यो अनुसार अब त्यस्तै छ व्यापार त ठिकै छ। जस राम्रो भयो, राम्रै भयो। खुसी हुनुहुन्छ? नेपाली खुसी रहेछ। ए। हाम्रो स्टल राख्दाखेरि चाहिँ यसो सबैजना यसरी आइदिँदाखेरि चाहिँ हामीलाई एकदमै खुसी लाग्छ होइन। यसो राख्दाखेरि चाहिँ ठिकै छ। अब यसरी अर्को वर्ष नि यस्तै आउँछ होला भन्ने आशा अर्को वर्ष नि आउनुहुन्छ ल? 6 महिनापछि ल ल हस्। त्यही नर्सरीका तुम महँगो मान्छ कति हो त्यो राख्नु?
यो पिज्जाहरुमा तपाईहरुको विराज खड्का दाइको सबै नाम चेन्ज गरे अहिले ए फरक कम्पनीको त्यसकै साइड हो तल ओह्रालोबाट भित्र जानु त्यहाँबाट भित्र जानु कहिले राख्नु भयो म हिजो बेलुका त मैले चेक गराएको थिएँ देख्यौ पेजमा देखेन
अनि अब आज 40-40 यतिखेर पो मेलामा भिडभाड भएछ त के किन्नु भयो आमाले मुन्टाला किन्यौँ यहाँ हेर्न आएको ए हो रमाइलो रहेछ अनि खान पाइने मुन्टाला ए रमाइलो रहेछ अनि ए टाढाबाट आएको यो बोक्न सकियो कहाँबाट हामी गलफुटारबाट ए टाढा रहेछ नमस्ते के छ नमस्ते खिचेको हुनुहुन्छ यहाँ खिचेकै भिडभाड मेला फुल हेर्नु न तपाईँहरू चाहिँ कहाँबाट आउनुभएको हामी बौद्धबाट बौद्धबाट के फुल हेर्न आउनुभयो हजुर हजुर ए तपाईँहरू पनि मेलामा आउनुहुन्छ है एकदम के लिन आउनुभयो फुल लभर हो नि फुल लभर हो अनि के लिन आउनु भएको त अब हेर्दै जाउँ त्यही रहेछ ए हो भन्न चाहिँ फुलको लागि आएको हो अहिले त्यही भेट्छ बिरुवाहरू होइन ड्रेसमै आउनु हुँदो रहेछ क्या तपाईँहरू ल ल दाइ के छ खबर अनि आराम हुनुहुन्छ ए हो यो बोकेर म घर जाने